हेलो साथीहरु वेलकम ब्याक टु माई न्यू भ्लग। अनि सधैँ आज पनि मैले भिडियो स्टार्ट गर्दैछु बिहानै। अनि बिहानैको मौसम चाहिँ यस्तो छ, यस्तो भइरहेछ। यता चाहिँ हाम्रो डडेघारी छ अनि यता यस्तो पहाडमा यस्तो भइरहेछ। अनि म चाहिँ यो एकै बिहानै किन आज भ्लग स्टार्ट गर्दैछु भने आज चाहिँ हामी घुम्न जान लागेको सुपारी फ्याक्ट्रीबाट। अनि धेरैजना त छैनौँ, 7-8 जना हुन्छ मलाई। अनि जान आँटेको छौँ। हाम्रो चाहिँ वर्षाउनु फ्याक्ट्रीबाट लानुहुन्छ क्या। अनि त्यही भएर म चाहिँ अलिक छिटो आज रेडी हुनलाई अलिक छिटो उठेको छु। अनि अहिले चाहिँ कति चाहिँ 5:20 भयो होला। त्यो पनि न कति टिलिक्कै घाम लागेको छ भनेपछि आज कति चाहिँ गर्मी होला आफै गेस गर्नु त साथीहरू। यताबाट यस्तो रातो भएर घाम आउँदैछ होइन। अनि यता पहाडमा टिलिक्कै घाम लागेको छ। अहिले भन्नुहुन्छ नि 5:20 मात्रै हुनेछ क्या। ल म चाहिँ रेडी हुन्छु। अनि सबै बाजे बोजूहरू ठुलो तुम्बाहरू हुनुहुन्छ। अनि म मात्रै छु क्या अलिक उयो। अनि सबैजना आउनुहुन्छ। अनि म पनि रेडी हुन्छु। अनि भेट्छु ल साथीहरू हामी चाहिँ रेडी भयौँ। अनि सबै आइपुग्नु भयो। अनि यस्तो घाम लागेको छ अहिले नै, यस्तो घाम लागेको छ साथीहरू। यस्तो घाम चाहिँ हाम्रोमा 10 दिनपछि हिजोदेखि लाग्न थालेको। अनि सबै गफ गर्दै हुन्छ नि। अब गाडी पनि बोलाउनुहुन्छ ल। अनि हामी चाहिँ जान्छौँ खाँदा हुनुहुन्छ। अनि हाम्रो गाडी चाहिँ आइपुग्यो। गाडीमा हजुर ए म त गएको गाडीमा हाम्रो गाडी आयो। गाडीमा पस्यौँ होइन बाजे। यो खोलिदिनु न दाइ। हामी जुन तल आइपुग्यौँ। धुलै धुलो भयो यतापट्टि त, धुलै धुलो भयो यतापट्टि त। सानो पार्क तर घुम्नु धेरै नि यहाँ। सिरिस त रोपेछ है फुल्लै सिरिस। कता? आउँदा आउँदै हामी चाहिँ खाजा खानु गएको पहिले। कस्तो ठाडो उकालो आम्माम पहाडै छ त हौ निमाम। त नि साँच्चै कस्तो छ हरियाली। कोला पनि कुन खालको रहेछ यो फेरि? दुर्गाबिनाको कि बुङ्गासँग। यहाँ चाहिँ खाजा खाने ठाउँ रहेछ सानसानो। बस्नु यतिर बस्नु यहाँतिर। कता एउटै तल नि यो यता होइन। यो हाम्रो भिन्दै यता बस्नु नि। यता आउनु, यता पनि छ। तातो भइसक्यो यहाँ। हामी के खाइन्छ त्यही खाम। उनीहरू के हुन्छ हुन्छ त्यही बस्छ। के खानु? लेग पिस बनाउन आँटेको। ए उठेको त उता यहाँ सबैकोमा उस्तै हो। के खानु नि? मोमो सादा खाने भन्दै सादा मोमो त रहेछ नि त। चिकन मोमो। थुक्पा थुक्पा त छैन त हौ। नि कहाँ छ थुक्पा? भेज त उयो मात्रै, चाउमिन मात्रै। अहिले चाहिँ खाजा अर्डर गर्दैछौँ। अनि यहाँनिर के अरे दिदी छ यहाँ खाऊँ। कस्तो यत्रो छैन एक्सन दिएर खान्छ। यहाँ घुम्यो अनि उता मङ्गलबारेमा निस्क्यो। अनि त्यहाँ खाइपिई गऱ्यो। अनि पर ह्याप्पी जानु।
खाजा खाएर उता जाँदैछौँ अनि अब हाम्रो टोली चाहिँ यति हो यता मालिक मालिक नभन्दा मलाई मालिक बनाउने रिस उठ्छ ए म चाहिँ काका भन्नु काका हजुरबा भन्नु पर्यो त्यहाँ फोटो यहाँ फोटो खिच्नुपर्छ हौ त्यहाँ हो नि त सोधौँ न यहाँ मजाले काउन्टरतिर टिकट पर्छ कि पर्दैन फेरि अर्को पनि तिर्नुपर्छ कति हो भन्नु नि टिकट चाहिँ दुईतिर तिर्नुपर्ने भएछ त कस्तो राम्रो राम्रो गुलाब छ यहाँ चाहिँ आँखै रसाउने गुलाबहरू छ नि त हो नि बोजू कति राम्रो राम्रो गुलाब नि अनि हामी चाहिँ अब माथि जानुपर्ने अरे हामी चाहिँ धेरैजना आएको छैनौँ किनभने अब सबैजना अब भ्याउँछ भन्दैन त्यही भएर कम्ती यहाँ चाहिँ पुरानो पुरानोहरू के को बिरुवाहरू रहेछ नि सांस्कृतिक पार्क एकदम राम्रो यस्तो ठाउँमा पनि यहाँ टिकट काट्ने ठाउँमा टिकट काट्दै हुनुहुन्छ एक सयको पाटोरा कहाँ खोज्छ बहिनी यो टिकट के खोज्दैन पस्यौँ बस्नु म चाहिँ यहाँ फोटो खिचिदिँदैछु तुम्बाको भयो तुम्बा यता आउनु यता अनि यहाँ सबै फोटो खिच्नु बिजी हुन्छ यता यहाँ पुरा उयो भइरहेछ फोटो सुट अनि यहाँ बाजेहरूले पुरा फोटो खिचिराख्नु भएको छ नि यस्तो यस्तो रहेछ क्या यहाँतिर चाहिँ ढाकर बोक्नेहरू अनि यहाँ चाहिँ पुरानो पुरानो हुन्छ नि पुर्खा उहिलेहरूको अब त्यस्तै देखाएको छ अनि यहाँ चाहिँ नजै खोल्नु पारेन रहेछ खाने त्यहाँ हजुर यो खोलिएकै रहेन रहेछ यहाँ श्रमिकहरूको हाम्रो धमाधुम भइरहेछ अझै पनि अनि कोही घुम्दै आउँदै हुनुहुन्छ भने चाहिँ अलिक पछि चाहिँ आउनु होला किनभने अलिक पछि चाहिँ अझै यहाँ राम्रो हुन्छ जस्तो छ क्या अनि अहिले पनि राम्रै छ नराम्रो त होइन तर पनि अझै कामहरू चाहिँ कम्प्लिट भएन रहेछ अनि एकदम राम्रो छ यहाँ चाहिँ मलाई चाहिँ पुरै मन पर्यो अनि अलिक पछि आउँदा चाहिँ अझ राम्रो हुन्छ जस हैन फेरि राम्रो छ फुल रोप्नलाई होला सबै गमलाहरू टक 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 परसम्म नै राख्नु भएको छ अनि यही आराधरा यो चाहिँ पुरानो पहिले चाहिँ यसरी गर्नुहुन्थ्यो क्या आरा काट्दा काठहरू निकाल्दा छिटो आउनु न कहाँ जानु माछा पक्रिनु ढुङ्गाहरू ढुङ्गाहरू त आएको होला नि ल्याएको होला नि यहाँ माथि त हावा सरर चल्दो रहेछ
त्यो पहाडको फेदीमा छ यो यस्तो ठाउँमा। अनि यहाँ चाहिँ यहाँ पानीको पाइप जोस हल्का साम्बाङले खन्दै नि पानी यो होला जोडेको कसले अरे हल्का साम्बाङ लबर छैन मामको कस्तो हावा मजाले चलिरहेको छ सरर होइन खोइ तुम्बाहरू साँच्चै भन्नु कस्तो राम्रो ठाउँ छ नि यहाँ चाहिँ। अब कुनै ठाउँ भए पनि एकदम राम्रो छ। हामी चाहिँ संसार घुमेर जाउँ भनेको आज। पक्रिन्छ बुझ्यो यहाँ मलाई देखाउनु न। पहिले हामी यस्तरी गर्थ्यौँ क्या। खोइ हुँदैन त तर यो टिप्नु हुन्छ हुँदैन तर यो टिप्दा त केही त हुँदैन कि तर पनि यस्तो जाउँ न यस्तोहरू किन्छन् आजकलको बच्चाहरू। म चाहिँ यहीँ घुमाइदिन्छु। आउनु म्याम। अनि म चाहिँ बुढाबुढीसँग पनि दैस हाम्रो बाजे बोजू तल तुम्बाहरू मामाहरूसँग अनि हल्का साम्पाङले अरे सिमेन्टको त नि बाजे अनुमति बिना प्रवेश निषेध अरे। अब यहाँ अनुमति लिनलाई कसलाई बोलाउनु। यहाँ खुल्ला भएको छैन होला हौ यो रहेछ काम गर्नेहरू होला। म चाहिँ बुढाबुढीसँग घुम्न हिँड्छु। ल ल हजुर फोटो भिडियो। अब ल टोली भेटियो। हाम्रो टोली यति हो। बडा 1 बडा 2 दिदी 3 4 5 6 7 8 9 मसँग 10 हेरिराखेको मान्छे ऊ ड्राइभरले त 10 पल्ट देखाछ अनि उसलाई मतलबै छैन। हामी पनि अब अर्कोचोटि फेरि आउँछौँ त अनि यहाँदेखि माथि पुग्नु भएर हाम्रो बडाहरू चाहिँ बाटै टुङ्गेन साथीहरू। अब हामी चाहिँ यहाँबाट फर्किने। यस्तो भ्यू देखिन्छ नि बाबा। फेरि आज घाम लागेको छ। यता हाम्रो टोली चाहिँ यति हो सबैजना। यहाँदेखि माथि चाहिँ नजानु सल्लाह हो। फेरि हेर्नुलाई भने पनि जाम भनेर हिँड्दैछौँ। यस्तो हामी चाहिँ टाढा आइपुग्यौँ साथीहरू। अनि यहाँदेखि चाहिँ अझ खतरा भ्यू देखिन्छ साथीहरू यस्तो। अनि हामी जाँदैछौँ। बडाहरू चाहिँ जानु भएन। अनि यता माथि हुनु त केही छैन होला कि तर पनि हामी चाहिँ यस्तो डाँडा काँडा हेर्नु होला भए पनि गएको। अनि के बोजू उता नमस्ते झर्ना भन्नुभयो नि यस्तै छ यस्तै हिँडेर जानुपर्छ। यस्तै डाँडाको यता भित्तामा छ के छैन त्यो खोला उयो गर्नलाई क्या यो पानी हो। यहाँ माथि चाहिँ नि यतानिर यहाँ पढौँ न यो के रहेछ। ओहो कति राम्रो नि यस्तो मिठो हावा आयो नि। यहाँतिर चाहिँ फुलहरू अब धेरै फुलहरू रोप्दै हुनुहुँदो रहेछ क्या। 12 मासे अम्बक रहेछ। कहाँ पुग्नु भयो बाजे? यो खोलाको योसम्म? अन्त यो यता माथि पानीमै जाने हो क्या? अन्त यहाँबाट फर्केको जाउँ न। अरू आएन
हामी चाहिँ फर्क्यौँ अब चाहिँ अब तल पनि घुम्नुपर्ने छ नि त हामी चाहिँ अहिले यो पहिले पाहाड घुमेको अनि पसेको थिइनँ मैले अब यता बस्नु पर्यो यता गएको थिइनँ ए पस्नु दिँदैन रहेछ नि त ढुङ्गामाथि अनि यहाँ पनि फर्किँदै चाहिँ यहाँ सबैजना एकदम राम्रो यो दुबीहरू चाहिँ कहिलेदेखि चाहिँ रोप्नु भएको थियो र यत्रो यत्रो नि माछा दामी माछा धरानको ठाउँमा यतिको पानी लिएर यतिको गर्नु भनेको राम्रै कुरा हो होइन माछाले गुण लाउने अरे राम्रो हेर्नु त यो ए उहाँनिर अब त्यस्तो राम्रो त्यहाँ लेखेर नाम लेखेर कस्तो कतिको गहिरो छ गहिरो छ तिमी डुब्छौ यहाँ यस्तो छ एकदम राम्रो छ तर अझ अलिक पछि आउनेलाई अझ राम्रो छ क्या यहाँ चाहिँ लु जाउँ है जाउँ हजुर यहाँ तपाईँ खिच्नुहुने यहाँ चाहिँ यस्तो छ लु जाउँ म चाहिँ हाम्रो बोजूहरू तुम्बाहरूसँग एक्लै पऱ्यो खै खोला दामी नि यतिको ठाउँमा यतिको फुलहरू फुल्नु भनेको त राम्रो नि हौ होइन खै खाने ए बनिसकेकै रहेन यो राम्रो बनाउँदो रहेछ नि आगो चाहिँ यहाँ यो यहाँ के त्यो यता माथिको पार्कबाट चाहिँ निस्क्यौँ भने अब यता तलको पार्क अब यतातिर यता छ नि त अझै यता ओ यताको फाल्टै रहेछ नि त अनि यता हामी चाहिँ पहिले माथिदेखि नै घुम्न आउने भनेर अब निस्क्यौँ घुम्यौँ अनि घुमेर निस्क्यौँ अनि अब चाहिँ हामी यता निस्किन्छौँ आमाहरू हिँड्दै हुनुहुन्छ पार्क अन्त हामी अब यता तलको पार्क यो चाहिँ के गर्नु छिटो घुम्न आउने मान्छे नि यस्तो राम्रो फुल छ नि यहाँ फुल कति चाहिँ राम्रो राम्रो कसम राम्रो जे जस्तो भए नि फुल चाहिँ यति राम्रो राम्रो छ नि फुल के साह्रो राम्रो राम्रो हेर्नु मलाई चाहिँ अरू केही नभए नि मलाई फुल चाहिँ एकदम मन पर्यो अनि यहाँ यस्तो मजाले गर्नुभएको छ बुढी बोजूहरूकोमा फोटो खिच्यौँ अब चाहिँ जाउँ उहाँ जाउँ फेरि अन्त खाजा खानु न अनि म त साँच्चै लगायो पानी हो लभ धरान हजुर धरान अब चाहिँ यहाँतिर चाहिँ हामी चाहिँ अब यहाँ घुमिसकायौँ अनि अब अर्कै ठाउँ पनि जानुपर्ने छ नि त अनि अब हामी चाहिँ यहाँबाट चाहिँ निस्किन्छौँ हजुर ए यो फुल यस्तो पाहाडमा कति हुन्छ हौ बोजू अनि अब यहाँबाट चाहिँ हामी एउटा फोटो खिचेर निस्किहाल्छौँ किनभने हामी अर्को ठाउँ पनि जान्छ त्यसैले यहाँ चाहिँ के रहेछ हौ खै फोहोर आउने ठाउँ होला
हामी चाहिँ यहाँ घरको सामान पनि किन्दैछौँ। लसुनहरू रहेछ कि राम्रो राम्रो। कसलाई पैसा फिर्ता दिनुपर्ने? मलाई यो आधी आधी केजी 370 दिन यो दुईटा आधी आधी केजी दिदी आमा 100 हो 370 फिर्ता दिन 130 काटेर तपाईँ आधी आधी केजी कुनै हजुर तुम आधी केजी लानु हुँदैन लसुन जब यहाँदेखि चाहिँ गाडी यो गरेर जानुपर्छ किनभने रात पनि पर्छ अब एकचोटि मङ्गलबार होइन अब एकचोटि मङ्गलबार अनि त्यहाँ गएर खाजा साजा खाएर ह्याप्पी ल्यान्ड छिटो छिटो चढौँ गाडीको छेउमा आउने बित्तिकै बमिट आउनु खोज्छ अब हामी चाहिँ एकचोटि मङ्गलबार जान्छौँ अनि टाढा टाढामा पनि घर हौ माथि टाढा टाढामा घर के हो यस्तो ट्र्याक्टरको पछाडि आएको भए त त्यस्तो हुँदैन थियो होला अनि ट्र्याक्टर ढिलो हुन्छ नि त फेरि पानी छ्याप्दै यस्तो ठुलो फेरि घर पुग्नु होला नि त यहाँको ठाउँ बेताना सिमसर आइपुग्यौँ आजको गर्मी धुलो धरानदेखि यहाँ सिमसार आइपुग्दाखेरि मेरो कपाल कक्कै भइसक्यो यहाँ धुलोले अनुहार सबै उयो भएर त्यहाँ अब हामी चाहिँ यहाँनिर एकछिन डुलडाल गर्छौँ अनि फेरि अर्को ठाउँ पनि घुम्न जान्छ गर्मी अब यहाँदेखि हजुर मैले होइन तपाईँको दिनुभयो त दिदीले सीता यहाँदेखि फेरि भ्याइयो भने जामुन खाडी जाने हामी चाहिँ यहाँ गर्मीमा आइपुग्यौँ गर्मी छ साथीहरू अनि हामी चाहिँ हाम्रो तर्फबाट चढेर आयो अनि हामीले चाहिँ कान्छीले त कता ल्यायो हेर न डेक खरको छाना भएको तिर हामी चाहिँ यहाँनिर सिमसारमा आएको अनि सेकुवा र तर्फबाट अर्डर गऱ्यौँ हाम्रो तर्फबाट चाहिँ आयो गर्मी हाम्रो त साथीहरू मासु पनि आइसक्यो अनि यहाँ चटपटे चाहिँ खाइसक्यौँ मासु अनि यो चाहिँ हामीले यो बाजे देख नि त यो त हामीले घरबाट ल्याएको यही म दिन्छु हो अनि किनिदिनु भन न त नि खान्छौँ हिजो फर्केको अब खाइपी गरेर हाम्रो लिनु आउनु भयो हामीलाई यस्तो गर्नु भने साथीहरू अब त हामी फेरि अर्को ठाउँ जान्छ नि त अनि त्यही भएर हतार भयो क्या अनि खायौँ अनि यता त्यता कहीँ ननिस्किकन हामी चाहिँ निस्किहालेको क्या अनि अब भरे घर पनि पुग्नु पर्ने हुन्छ होइन अनि फेरि घर पुग्नु टाढा हुन्छ नि त अब यहीँ दमकसमक हुँदा त भन्नु दमकदेखि पनि उता 2 घन्टा लाग्छ उता गाउँ पुग्नु त्यही भएर हामी चाहिँ निस्किगयौँ अनि अब यहाँबाट चाहिँ ह्याप्पी ल्यान्ड हुन्छ कि दोमुखा हुन्छ एक ठाउँ निस्किनु पर्ने हुन्छ अब हामी कुन ठाउँ पुग्छौँ कुन ठाउँ जान्छौँ पुग्छौँ त के भन्नु जान्छौँ कुन ठाउँ जान्छौँ गयौँ भने पनि देखाउँछु गएन भने पनि देखाउँछु के गर्मी हो साथीहरू हेर्नु मेरो फेसमा यस्तो गर्मी त उता धरानमा त ठिकै थियो कि साथीहरू यता त अति नै अति गर्मी अति आँखै नदेख्ने गरी घाम लागेको 10वटा घाम लागेको जत्तिकै भइरहेको छ साथीहरू हामी चाहिँ उर्लाबारी आइपुगेको अनि उर्लाबारीमा चाहिँ
यहाँनिर एकछिन खाजा खाँदा हुनुहुन्छ बडाहरूले। अनि अघि हामीले उता के पो सिमसारमा चाहिँ हामीले खायौँ त खाजा मङ्गलबारेमा। अनि अब सबै चल्छ नि त हामी त अब मत खालियो। अनि बडाहरू पनि हुनुहुन्थ्यो। अनि उहाँहरू चाहिँ जस्तो केही खानुहुन्न क्या एकातेतामा खानुहुन्न। त्यही भएर उहाँहरूले चाहिँ अघि पर खानु पनि त्यही भएर खाजा खाँदा हुनुहुन्छ। हामी यहाँ पनि चाहिँ म र भाइ यहाँ छौँ। ऊ पर बोजूहरूले पर पर्खिराख्नु भएको छ। अनि उहाँहरूले चाहिँ यहाँ खाजा खाँदा हुनुहुन्छ। ठ्याक्क यो गाडीको पछाडि त्यहाँ खाजा खाँदा हुनुहुन्छ। अनि यस्तो गर्नु साथीहरू 5 बज्नु आँट्यो भनेपछि 4:45 भनेको 4 बजेर 45 मिनट गयो। घाम चाहिँ हेर्नु न यहाँ उर्लाबारीको घामै यो चाहिँ साथीहरू। आज यस्तो गर्मी छ धरानमा त ठिकै थियो कि अघि कति धरानमा पनि गर्मी नै थियो तर अघि एकछिन चाहिँ ठिकै थियो होइन। अनि इटरी कटेपछि त साथीहरू धुलो त्यस्तै बाटो त्यस्तै अनि यो घामले त अनि आज त हामी त मर्यौँ त साथीहरू। खाजा खाइसक्नु भयो गर्नु भयो। म त अघि अगाएकै थिएँ अरूका लागि खाइदिएको मात्रै अनि अब चाहिँ हामी लाग्यो हाम्रो टिकटक बनाइदिएन हौ। टिकटक होइन हौ म पनि यसरी नाच्नु पर्यो नि त कसरी अरे हामी चाहिँ के घर पुग्यौँ। अनि घर आउँदा चाहिँ यहाँनिर लाइनहरू थिएन क्या लाइन गइरहेको थियो। अनि फोनमा पनि चार्ज थिएन। अनि फेरि बेलुका मात्र आइपुग्यौँ क्या। अनि म चाहिँ नुहाएँ फ्रेस भएँ खानासाना खाएँ। अनि लाइन पनि भर्खर आएको कति 10-15 मिनट भयो होला। अनि फोन एकछिन चार्ज लगाएँ। अनि म चाहिँ भिडियो एडिट गर्न आएको। अनि लाइन गयो क्या। अनि फेरि फोनमा चार्ज पनि थिएन। अनि हामी ढिलो पनि आइपुग्यौँ क्या फेरि। अनि उता कतै ननिस्किआयौँ हामी उर्लाबारीबाट डाइरेक्ट नै आयौँ। अनि हामी चाहिँ बेतन कि त यता त्यो के पो यता खै के भन्ने ठाउँ सिमसार के भन्ने ठाउँ रहेछ यहाँपट्टि र त्यहाँ निस्किनु भनेर आएको थियौँ। तर हामी त्यहाँ पनि निस्किनौँ किनभने टाइमले पुगेन नि त। अनि डाइरेक्ट घर आयौँ। घर आउँदा पनि 7 चाहिँ बजेको थियो। अनि आउँदा चाहिँ लाइन थिएन त्यही भएर मैले अघि भिडियो गर्नु पाइनँ। घरमा आएको भिडियोहरू पनि गर्न पाइनँ। त्यही भएर साथीहरू आजको ब्लग चाहिँ यति नै। अनि मेरो एकदम यो टाउकोहरू दुखिरहेको छ गाडीले मातेर। रात पनि निकै छिपिसक्यो साथीहरू। अहिले 9 बज्यो होला नि म हेरौँ कति बज्यो 9 बज्नु आँट्यो। ए 9 बज्नु आँट्यो अरे। हुन्छ आजको ब्लग चाहिँ यति नै। बाई बाई।